न्यानो अभिवादन साथै येशू ख्रीष्टको नाममा जय मसीह। र आज आमा दिवस रहेको हुनाले गर्दाखेरि अनि आज म आमा दिवसको उपलक्ष्यमा एउटा स्तुतिलाई लिएर आएको छु। यो स्तुतिद्वारा परमेश्वरलाई महिमा भएको होस् र यो स्तुति म सबै आमाहरूलाई डेडिकेट गर्न चाहन्छु। यो गीतलाई म सुरु गर्नेछु। येशूमा जिउन पाएको तपाईको प्रार्थनाले आमा येशूमा जिउन पाएको तपाईको मायाले आमा येशूमा जिउन पाएको तपाईको मायाले आमा तपाईको मायाले आमा ख्रीष्टमा रमाउन पाएको येशूमा जिउन पाएको तपाईको प्रार्थनाले आमा येशूमा जिउन पाएको येशूमा जिउन पाएको तपाईमा जिउन पाए
सबैलाई जय मसी।